यो पछि मैले त यिनीहरू चुना लगाउने मान्छेहरूले रोब्लक्स फ्रीमा पाइन्छ भनेर मैले ढाटाइसकेँ त मैले पनि कसरी रोब्लक्स ल्याउन छोड्न सक्थेँ। त्यही भएर मैले सिधा ल्याइदिएँ। यो एपको आरएस भने के हो, गेट रोब्लक्स के भनिरहेको जिबी। चलो हेरौँ यसको मतलब के हो। के भनिरहेछ अनलङ मलाई 6000 किनकि हाम्रो रोब्लक्स यस ओके आई थिङ्क यो काम गर्न सक्थेन होला। लोडिङ स्क्रिन आइसक्यो मतलब हुन इम्पोसिबल। यो इन्स्टल गरिदिएर इन्स्टल नेक्स्ट 60 भाइ फ्री रोब्लक्स अफ लेजिली अफ फिल टाइम्स अफ वीक्स पुरै पर्मानेन्ट किन्ने हो। सिरियसमा पुरै पर्मानेन्ट किन्ने हो। के भनिरहेछ अब ब्याक गरौँ ल। स्टार्ट एडिङ रोब्लक्स टुडे अझै चाहियो नि। सक्दैनस् के बाबु। यो पनि डाउनलोड भनिरहेछ भाइ। प्ले गरौँ। साँच्ची पाइयो न। अनलक च्याट त अनलक गर्नुपर्छ होइन गाइस। यो के लोडिङ भइरहेको ब्रो सिरियस। चलाउनु गाइस हामीहरूसँग कतिवटा रोब्लक्स जिरो हुन्छ गाइस। हेर्नु होला सबैले हेर्नु होला अब 0 रोब्लक्स हुन्छ। भाइ मेरो माउसलाई के हो भाइ चलेको छैन के हो भाइ भन्ने कुरा यो कि यो माउस होइन। अनलक च्याट गरेपछि बल्ल भयो। के भनिरहेछ भाइ ब्याक गर्नुपर्छ होला अब। भो मलाई चाहिएन भो क्यान्सल भयो। चलो अब मसँग 0 रोब्लक्स हुन्छ अभियसली। यी गाइस हेर्नु म भन्ने थिएँ नि गाइस 0 रोब्लक्स हुन्छ भने हेर्नु होला के। गाइस म 10,000 रोब्लक्स किन्छु। 10,000 रोब्लक्स किन्छु गाइस। साथी 10,000 मलाई रोब्लक्स किन्ने हुन चलो गाइस अब हामीहरू रोब्लक्स नपाए पनि हामीहरू ब्लक सुट खेलौँला। लेट्स गो। पहिला मेन काम हो कि आफूलाई कुछ दामी बनाउने के गर्न देखाएको छैन भाइ। चलो लेट्स गो। म केटीहरूलाई पनि छोड्दैन मलाई म केटीलाई पनि छोड्दैन। साँच्ची भने म केटीलाई पनि छोड्दैन। म केटीहरूलाई पनि छोडेन कि म त केटीहरूलाई पनि छोडेन। म त केटीलाई पनि छोड्दैन भाडमा छ भाइ। बट गाइस नराम्रो देखिन्छ त्यही भएर मैले यही लेख्छु। मतलब गुजुबी गाइस हेर्नु म गर्ल्स भएन। अब हजुर चुकेर गर्ल्स बन्नु बॉयज भए गर्ल्स बन्नु गर्ल्स भए बॉय बन्नु। टेंशन लेने का नहीं है। सेटिंग में जा लो इधर चल लो। ये त जानु यो फर्स्ट वाला अप्सनमा गएपछि हजुरलाई के यिनीहरूले दिमाग चाट्छन्। हजुरले यो दिमाग चाट्नेको अप्सनलाई छोडेर बॉयजमा सेलेक्ट गरिदिने हो। हजुर चाहिँ हो हुन्छ र भाइ। साँच्ची भइगयो भएन के
म खेल्दिनँ पनि छोड्दैन यो सिरियस गाइज भाइ यसले असली सिङमा हुन्छ नि एक सेकेन्ड फुल बडीमा जान्छु त भाइ ओ माई गॉड यो चेक गर्छु त म केटाको कुनै कुनै टेक्निकहरू युज गर्छु म त भाइ फ्री यता गएपछि म फ्री सर्च गर्छु कुनै चाहिँ मेरो फ्री भाइ मैले कसो सर्च गर्नुपर्छ होला के देखायो भाइ पुरा लोडिङ हो जाने बडीमा जाऊँ नि बडीमा जाऊँ चलो मैले जुन सोचिरहेको त्यो किन आएको छैन यो ठीक छ म त केटा हुन्थे कस्टमाइज गरिदिन्छु म साँच्ची कस्टमाइज गरिदिन्छु चलो कस्टमाइज छिटो कस्टमाइज भइजाऊ न गाइज हेर्नु यहाँनिर कस्टमाइज भइजाऊ म यहाँनिर बोइज भन्दै गाइज म गर्ल्स भएर नि बोइज भन्दै वाह 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 गाइज चलो गाइज अब मैले अझै एउटा हजुरलाई कुरा देखाउनेवाला छु अनि त्यसपछि जब हजुरले यो लेख्नुपर्छ अनि हजुर सिधा जानुपर्छ फ्रीको अप्सनमा जानुपर्छ अनि हल्को अप्सनको मेन अकाउन्टमा हजुरलाई यो जोनी भन्ने एउटा जोनी यस पापालाई एउटा देखिन्छ अनि यो किन काको भन्दाखेरि पहिला हजुरहरूले ल्याउनु अनि कस्टमाइज गरिदिनु होइन मैले जे गरिरहेको छु त्यस्तो गर्नु भने हजुरहरूको आउटफिट दामी हुन्छ यी हेर्नु म बोय भन्ने होइन यी मैले केही पनि ट्याप गर्दिनँ मैले यो ट्याप गर्छु कि यी हेर्नु अनि त्यसपछि म एक्सेसरीमा जान्छु एक्सेसरीमा गएपछि म नेकको मतलब कि नेक अप्सनमा जान्छु नेकको अप्सनमा ओके हेर्नु भइगयो नि मलाई यो मिल्यो गाइज एकदम सिम्पल टेक्निक हेर्नु न एउटा सिम्पल टेक्निकबाट मलाई मिल्यो अब हामीहरू ब्लक सुट खेल्नेवाला छौँ गाइज ब्लक सुटबाट हामीहरूले हजुरलाई कुनै ट्रुक पनि भन्नेवाला छौँ फुर्स नानीको पनि हामीहरूलाई गाजा हान्नुपर्छ 550 लेभल आउनु कुन गेम खेल्ने यार यिनी दुइटा मेरो बेस्ट गेम हुने भनौँ त स्टियो ब्यान्डोड मलाई मन नपर्ने गेममा एउटा हो तर यो पनि दामी हो न गाइज त गाइज हामीहरू जाम अब ब्लक सुट खेल्न ब्लक सुट हामीहरूले धेरै लेभल बनाइहाल्छौँ कि गाइज टेन्सन नलिनेको त्यही भएर टेन्सन ल्याउनेको होइन गाइज एक्सक्युज मी आम भिडियो बना रहा है यी गाइज हामीहरू कुन लेख्ने मरिन कि पाइरट साक्सो सर्ट ल्याउनुपर्छ फर्स्टमा ल चलो गाइज पाइरट लिग राम्रो पनि हो गाइज ठिक छ न लु ओ मलाई यो मन पराउने यसको चप्पल हुने चाहिँ कुन रहेछ मसँग ओ माई गॉड स्टेजमा जान्छु ह्युमन रहेछ छि ससुरका भ्यालेन्टाइन लेभल मतलब उस कति रहन्छ चलो गाइज ये मेरा फेवरेट अकाउंट है बैंडेज चलो बुद्ध फ्रूट चलो गाइस अब हामीहरु यता अब हामीहरुले कम्ब्याट पनि अनि लाइक बन्द गर्छौं चलो यो गीत कस्तो
ऑन गरिदिन्छु अनि फास्ट मुभमेन्ट। चलो गाइस अब हामीहरूको फास्ट मुभमेन्ट भइदियो भने अब हामीहरू इजिली गर्न सक्छौँ। एयर जम्प चाहिन्छ। एयर जम्पको बिना कस्तो जम्प हानिरहँ गाइस। ब्लक सुट नखेलौँ भाग। आफ्नो मेन अकाउन्टमा मात्र ब्लक सुट खेल्ने हो गाइस। खेल्न दामी हुन्छ बट बुढामा सम्झेर। गाइस 1 मिनट मैले एउटा कुरा सम्झिन दिनु है गाइस। हेर्नु म अहिले बोइज भन्थेँ होइन, म त रियलमा गर्ल्स हो न। इच्छै मेरो कस्टमाइजमा जान्छु म, रियलमा त बोय हो। तर चलो पुरै क्लिन गरिदिन्छु त म कहाँ हुन्छु। क्लोथिङ 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 लगाएर सबै क्लिन गरिदिउँ त म गर्ल्स भन्थेँ होइन। म बोय हो अब। म बोय क्यारेक्टरको भइदिएँ कि अब त म। राम्रो कुरा। चलो गाइस एक्सेसरीमा जान्छु। मार्क्स भाडमा जा। चलो गाइस मलाई हजुरले एउटा दामी कुरा देखाउँछु। हेर्नु क्लोथिङ लगाएर सबै निकाल्छु। हेर्नु अब म बोय होइन। हेर्नु म अब बोय भन्दै सोच्नु अब त म बोय। अब गाइस म अब के गर्छु भन्दाखेरि अब म कस्टमाइजमा जान्छु। कस्टमाइजमा गएपछि बडी हुन्छ र यसमा बडी 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 कसैवटा चाहिँ म बडी हेर्दाइदिउँ नि गाइस। जो गाइस सबले भन्नु भोट केमा के हो गाइस। सबले भन्नु हमको तो कुछ नहीं पता। हम तो बच्चे। ओ माय गॉड यो नभएर यो ठिक छ। यो चाहिँ एउटा राम्रो साथ छ नि हामीहरूलाई। चलो हजुरले यस्तो गर्नुपर्छ अनि यस्तो गरेपछि यो आउटफिट हजुरको बने सोच्नु होला। यस्तो टट्टी आउटफिट कसले बनाउँछ भो। यो गर्नुपर्छ अनि त्यसपछि यहाँनिर जाम स्किनमा आएर टोनमा कुन कलर हो मसँग टोनमा। ऐसा ही हम हेड में जाएंगे। ऐसा कर देंगे और भइगयो हो न हेड त भइगयो। अब हामीहरू हेडमा गएपछि के गर्ने अनि के हो यो ग्लिची। Ritika and her in-laws. पास्ट में भी जब इनकी शादी के अराउंड ब्लॉग बन रहा था उस पॉइंट पे भी सर्टेन अजीब पैटर्न्स को हाईलाइट किया गया था कि कैसे जिस वे से अनुराग या उसकी फैमिली रितिका से बात करती है, रितिका को ट्रीट करती है, वो अजीब दिख रहा है, वो प्रॉपर नहीं दिख रहा। एंड अभी कहीं ना कहीं वही सारे पॉइंट्स को लेके फैमिली के जो लोग हैं वो आपस में एक दूसरे को एक्सपोज कर रहे हैं। हाँ भाई कर लिया। चलो आज ये आउटफिट देख सब मिला मैं नेक्स्ट व्लॉग में। तब तक टाटा बाय बाय।